नमस्ते साथीहरू सबैजनालाई। हजुरहरूलाई योगा भन्ने कतिको मनपर्छ? पहिला पहिला जमानामा चाहिँ घाँस दाउरा गर्ने, पानी पँधेरो गर्ने, कुटो कोदालो गर्ने, खेतबारी मेलापात गर्ने हामीलाई योगाको आवश्यक पर्थेन। तर अहिले चाहिँ अब अलिकति समय परिवर्तन भयो, रहनसहन परिवर्तन भयो, त्यसैले मान्छेहरू अलि सोखिन हुन थाल्यो। सोखिन हुन थालेको कारणले गर्दाखेरि मान्छेहरूमा रोग व्याध धेरै छिटो लाग्ने भएको भएर मान्छेहरू फिजिकल अनिवार्य चाहिने शरीरलाई भएको भएर मान्छेहरूले अहिले यो योगा सबैको रोजाइमा परिरहेको छ र कसैको रोजाइमा जुम्बा डान्स छ, कसैको रोजाइमा अन्य व्यायामहरू छ। त्यस्तै यो एक प्रकारको योगा पनि हाम्रो शरीरको लागि अति आवश्यक चिज हो। त्यही भएर हाम्रो यो सुर्खेतको इगर ब्रिज बोर्डिङ स्कुलले स्कुलमै सञ्चालन गराएर अहिले चाहिँ अलिकति राम्रो गुरु भनौँ न, फिल्डमा खटिएको भन्दा केन्द्रमै लगेर एकचोटि सबैजनालाई एकमुष्ट गरौँ भन्ने उद्देश्य लिएर यो चाहिँ इन्डियाको हरिद्वारमा हो अहिले चाहिँ भइरहेको। यो चाहिँ अन्य स्कुलको अन्य ठाउँको पनि हुनुहुन्छ होला र यहाँ चाहिँ अहिले विशेष गरी सुर्खेतको इगर ब्रिज बोर्डिङ स्कुलबाट मेरो छोरी पनि प्रतिनिधि त्यसमा भाग लिएको भएर मैले हजुरहरू समक्ष यो भिडियो अपलोड गरेको छु। सबैजनाले हेरेर साथ दिनुहोला भन्न चाहन्छु। र योगा मलाई पनि व्यक्तिगत रूपमा मनपर्ने व्यायाम हो। यसलाई एउटा राम्रो शरीरको शारीरिक बनावटमा चाहिने र के अरे प्रक्रिया भन्दा पनि शरीरका हरेक अङ्गमा चाहिने हाम्रो व्यायामको लागि एकदम राम्रो कुरा हो। र म चाहिँ आफू योगा मन पराउँदा पनि योगा